फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो आज नयाँ एउटा भ्लगमा हैन। अहिले चाहिँ म चाहिँ यहाँ मामरतिर जान लागेको छु ट्याक्क स्कुटरमा। यस्तो चाहिँ गर्न नआउने हो चाहिँ चलाउँदै फाइनली गाइज म चाहिँ यहाँ घाटी सिधा आएर पनि सन्दीप चाहिँ उहाँ भलिबल खेल्न गएर रहेछ। त्यही भएर बामदी जान लाग्यो यहाँ पछाडि 90 नि भेटिसक्यो। नवराज के छ त तेरो खबर छ नि हैन? अब हामी चाहिँ यहाँ चाहिँ गइन्छ ट्याक्क ल गाइज। अब यहाँबाट चाहिँ हामी लागिन्छ ट्याक्क। अहिले माथि गयो भने अफरोडिङ हुन्छ आज स्कुटरबाट। अब यहाँ सन्दीप माथि अब के हुन्छ हेरौँ। टक्क रट्टु हान्नुपर्छ कि गाइस, रट्टु होइन। स्कुटर पासी त जति बढाएर नि धेरै कुद्दैन के अरे। अलिकति होसियार भएर चाहिँ चलाउनुपर्छ। बिच्चा बच्चाहरू आउँछन् होइन ट्याक्क, नत्र त साठी त क्रस भइहाल्छ नर्मली। फेरि यता मैले चाहिँ ट्याक्क अब चेकिङ हुनसक्छ। चेकिङ भएर निकाल्छ सब कागजपत्र समसँग ट्याक्क। यहाँ ड्याम छ, ड्याम चाहिँ सुकिसक्यो। ड्याम सुकिसकेपछि चाहिँ अहिले चाहिँ यहाँ खोला नि अहिले सानो हो। यहाँ चाहिँ मान्छेले धेरै पौडिन आउँथ्यो पहिला अनि 4जना मरे बस गाइस। उहाँ एयरपोर्टमा चाहिँ खन्केराहरू त्यहाँ चाहिँ एयरपोर्टमा चाहिँ केटाहरू छन् ट्याक्क। हाम्रो चाहिँ यहाँ यो लौरुक भन्ने ठाउँ हो। पामे चाहिँ उतै गर्छ। पामे चाहिँ उतै यो लौरुकमा चाहिँ यहाँ एयरपोर्ट छ। यो एयरपोर्टमा चाहिँ केटाहरू छन् ट्याक्क। सबजना फुटबल खेल्थ्यो कि अब भलिबल खेल्न आएको होला। हामी अब त्यहीँ गइन्छ गाइस सिधै। ठाउँमा स्कुटर लिएर आँखौँ ट्याक्क। एयरपोर्ट जाने बाटो यही हो। बाबाले यस्तोमा चलाउन, यस्तोमा खास साइकल चलाउन मजा आउँछ मलाई चाहिँ। यस्तो बाटोमा चाहिँ बाइक नि चलाउनु मजा आउँछ। त्यो भयो नि बाइक भन्दा नि अझै साइकल चलाउनु त यस्तो बाटोमा चाहिँ अक्का लाग्छ मलाई चाहिँ। अहिले सन्दीपसँग बाइक माग्ने हामीलाई दिएछ भने सन्दीपको पल्सर लिएर हामीलाई गाइस ल्याएर रुल्ल गर्छ त के हो यस्तो रन्काइदिउँ क्या यहाँ नि। फेरि मामाको स्कुटर हो चट्टा हुन्छ। मामाको लिएर आएको अनि मामा आउनु होइन आउनु भयो। रट्टु हानिदिन्छु रट्टु टुङ 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 हो गाइस। हो कि होइन हो बाइक भएको भए नि अझै मजा आउँथ्यो यार यस्तोमा चलाउनु त। अहिले सन्दीपको बाइक चलाउनु पर्छ। सन्दीपलाई स्कुटर चाहिँ अब यहाँ सन्दीप त फुटबल खेल्छ नि। हामी आउँला क्या धर्म बाइक कन्थेरबाट सुरु हुने हो। यस्तो झ्याउ लाग्छ कि यस्तो घत्रेक घुद्रुक यार। यस्तो लास्ट घत्रेक घुद्रुक हुन्छ नि। माथिको बाटो बनाउनुलाई चाहिँ यताबाट जानुपर्छ होइन कि त्यहीँ हाल्न मिल्छ। एउटा हाल्न मिल्छ होला के अरे। मिल्छ। अस्ति नै मैले बाइक लाँदाखेरि त मिलेछ के अरे। हातपाली सर खोइदैन सन्दीपको बाइकै छैन यहाँ त। सन्दीप बाइक पाउँछ लिएर फाइनली अहिले चाहिँ हामी चाहिँ अब यहाँ एयरपोर्ट आउन लागिसकेको छ। अफरोड चाहिँ बिल्कुलै गजबको अफरोड छ भनौँ न होइन। अफरोड चाहिँ अस्ति चाहिँ म बाइक सिक्न आउँदाखेरि पर्तिक्र म ट्र्याक रेस हानेको नि आइयो एयरपोर्टमा हो ट्र्याक छ। एयरपोर्ट देखाइ त ल एकटा हाल्न मलाई कहाँ लिएर आउँछ। यहीँ राखेर त यहीँ सन्दीपको बाइक आयो।
त्यहाँबाट चाहिँ अहिले चाहिँ यहाँ क्रिकेट खेल्न लाएर एकजना केटाहरू तिनीहरू चाहिँ त्यहाँ कसले साथीलाई भेटेर आइसकेका छन् ठ्याक्क अब अहिले यहाँको यो लौरुकको चाहिँ पुल बन्दैछ यहाँ चाहिँ उतापट्टिको साइड एयरपोर्ट छ अब हामी बल लिन जान अहिले चाहिँ यहाँ 90 चाहिँ बल लिन गएको अहिले सन्दीपले स्कुटर चलाउँछु भने सन्दीपको बाइक चाहिँ म चलाउँछु ट्याक्क ल्याएर अब बाइक पनि मजा आउँछ बाइक चलाउँदा अब यहाँ हेलमेटमा ट्याक्क माउन्ट भएको भए त के अगाडिको मस्त उसिन्थ्यो कि अब हेलमेटमा माउन्टै छैन अगाडिको देखिन्न अब 90लाई भनेर हुन्छ कि कसरी हुन्छ अब म उस गर्छु ल अहिले चाहिँ गाइज ल अब यो सन्दीपले कपाल काट्ने भनेर जान लाम ट्याक्क अब चाहिँ यहाँ सन्दीप चाहिँ यहाँ ट्याक्क हामी चाहिँ अगाडि हिँड्ने भनिरहेको के अरे अगाडि हिँड्छौँ हामी चाहिँ बल सल रहन्छ गाइज अब केटाहरूले वहीँ चाहिँ नयाँ बल ल्याउने खुल्छन् र हामी चाहिँ अब सन्दीपको कपाल काट्नलाई त्यहाँ चाहिँ अघि चाहिँ हामीले चाहिँ एपिएफलाई दिएको थियौँ एपिएफको अगाडि कुदाएको त यस्तो गरेर हेर्छ के अरे गाइज त्यसरी नै समात्न त्यसरी नै समात्न ट्याक्क एउटा एङ्कल आजकल त यो किरा हो कि के हो यार आँखा परेर यार हैरान बनायो यार किराले यार गाइज आँखा किरा परेर यार यो ठाउँलाई चाहिँ ट्याक्क ठुलाखेत भन्छ भोलि चाहिँ निर्वाचन छ ट्याक्क पाराले अब गाउँतिर अब सहर चाहिँ सुनसान भएको कारणले चाहिँ अहिले चाहिँ गाउँतिर चाहिँ होइन ट्याक्क अहिले चाहिँ चलपल चाहिँ बढिरहेको छ गाउँतिर चाहिँ ट्याक्क चलपल निर्वाचनको सँगै सब गाउँमा भोट हाल्न आयो नि त त्यही भएर बजारतिर चाहिँ पोखरातिर चाहिँ पुरा सुनसान थियो भने अहिले यहाँ चाहिँ रट्टु हानिन्छ गाइस यस्तो गऱ्यो यस्तो रट्टु हुन्छ यहाँ चाहिँ पुलिस भेटियो भने चाहिँ अझ चलाउन हुन्न त्यस्तै छ यता यो चाहिँ हाम्रो उसो ट्याक्क हरे खोलाको पुल होइन कपाल काट्ने ठाउँमा चाहिँ अब कपाल काट्ने ठाउँ खुल्ला छ कि छैन यहाँ कपाल काट्ने यहाँ चाहिँ बन्दा रहेछ है कपाल काट्ने यहाँ लौरुका नि बन्द रहेछ पसल चाहिँ यहाँ चाहिँ त्यो पसल चाहिँ बन्द रहेछ अब पामी जानुहुन्थ्यो पामी नि बन्द छ सियोरै यो भोट हाल्नलाई सब भोलिहरू गइसकेका छन् होइन ट्याक्क आफ्नो क्षेत्रमा भोट हाल्न अब हामी यहाँ फर्किन्छौँ गाइस यत्रो बेर भ्लग बना होला भनेको यो पछाडिको यो 90ले अनै गरेन रहेछ क्यामेरै अन गरेन रहेछ यत्रो बेर भ्लगिङै भएन मेरो अहिले चाहिँ गाइस फाइनली अहिले चाहिँ अब यहाँ अब हामी निस्किन्छौँ ट्याक्क लौरुकबाट नि किनकि अब यहाँ बन्द रहेछ जतासुकैको पसल चाहिँ होइन अलिकति यहाँ पुल बनाउनु लाग्छ लौरुकको चाहिँ ट्याक्क अब अप्रोड छ भनेपछि अब ब्याङ पुङ हाल्नुपर्छ गाइस अन छ नि होइन क्यामेरा अन गरेको छ नि होइन स्कुटर भएको भए यसरी हाल्नु पाइन्थेन के अरे होइन सुस्तो हाल्नुपर्छ स्कुटरमा चाहिँ किनकि अब यो स्कुटर त ब्याङ बुङ पर अन्त फ्याकेलाई ठुलो पर्छ स्कुटर चाहिँ यस्तो अफरोडिङ हुन्न क्या अलिकति गतिलो अनि धेरै हल्लाउने नि हल्लाउँछ स्कुटरले बाइकमा चाहिँ अब त्यस्तो हुँदैन अब बाइक चाहिँ यहाँ तल यहीँको देखिन्न भनेको बाइक चाहिँ अब त्यस्तो हुन्न गाइस ट्याक्क बाइक चाहिँ मस्तै रट्टु हाल्छ क्या त्यसको फेरि ड्यास क्याम देखिन्न यस्तो स्कुट छ यो रातो हुनेछ यो फेरि बाइकको रेस अफ भइहाल्छ क्या फेरि यस्तो ड्यास क्याम भन्दा चाहिँ यो अगाडिको मिटर नचल्ने भएपछि मजा खाथ्यो कति कुदाइयो
यो अनै छ झन् फुटेर केही नि भएन केही नि अहिले अनमै छ झन् फाइनल्ली अहिले चाहिँ गाइज यो गोप्रो चाहिँ खसिसकेछ अगाडिको यहाँ अब यो स्क्रिन प्रोटेक्टर हो उस भएको चाहिँ यता स्क्र्याच चाहिँ परेछ तर केही भएन सर ठिकै छ झ्याप्पै खसिहाल्यो गोप्रो चाहिँ यो फुटेज चाहिँ छ होला भिडियो अनै छ होइन अहिले चाहिँ गाइज यो चाहिँ यो के भन्छ जस्तो नाम मलाई थाहा भएन तर यो चलाउनलाई चाहिँ मजा आउँछ रहेछ यो We've been waiting for so long. We've been waiting for this time to begin. We ain't getting any older. I kinda feel a little younger. भन्ती बनाउनु पर्छ Run away and embrace the day. The sun is out, won't go away. Feel the clouds on your shoulder. Touch the sky, feeling bolder. यहाँ चाहिँ अहिले चाहिँ यहाँ घाँटीसितमा छु म ठुलो मम्मीकोमा ट्याक्क यहाँ चाहिँ अहिले चाहिँ यहाँ बस यो चाहिँ यो बस चाहिँ पहिला म स्कुल पढेको बस हो लिटिल ड्याफोडिल इङ्ग्लिस बोर्डिङ स्कुल ट्याक्कै पामेमा हो अहिले चाहिँ ल गाइड्स आजलाई यति नै अब भोलि चुनाव छ के हुन्छ कसो हुन्छ होइन एक्जामलाई ल बाई बाई अब लाइक सब्सक्राइब नबिर्सिनु होला